सम्पूर्णलाई हामी चाहिँ आज पशु प्रजनन कार्यालय पोखरा छौँ। हामीले चाहिँ हजुरहरूलाई चाहिँ सम्पूर्ण किसानहरूलाई खोर चाहिँ प्राय चाहिँ किसानहरूको घरमा के हुन्छ भन्दाखेरि खोरको अभावको कारणले बाख्राहरू चाहिँ एकदम बिमारी अवस्थामा भइरहेको छ। हामीले चाहिँ खोरको यो डिजाइनिङहरू हेर्नु हैन, खोरको ठ्याक्कै यो स्पेस चाहिँ लगभग हाम्रो यो 3 फिट भन्दा माथि छ। यो त समय ठाउँ अनुसारको डिजाइनिङ गर्नुपर्ने छ। हजुरहरूलाई यो ठाउँको ट्याक्क अगाडिको खोरको डिजाइनिङहरू है सम्पूर्ण देखाउन गइरहेको छु। अब हामीहरू यहाँबाट भित्र प्रवेश गरिनेछ हैन। त्यसपछि गएर यहाँबाट प्रवेश गरिसकेपछि भित्र चाहिँ यो पाट अनुसार रहेको छ। नयाँ डिजाइनहरूको यो खोर डिजाइनिङ गर्दाखेरि चाहिँ किसानहरूले अति आवश्यकपूर्ण कुराहरू रहेको छ। यो हजुरहरूलाई मैले 100% को बयर बोका पनि देखाउन गइरहेको छु। कसैले चाहनुहुन्छ भने चाहिँ 100% को बोकालाई चाहिँ यहाँ 1500 केजी को दरले बिक्री वितरण गर्ने पनि गरिनेछ। मैले चाहिँ यो फर्म चाहिँ हजुरहरूलाई सानो भिडियो क्लिपबाट चाहिँ देखाउन गइरहेको छु। यो सबैले चाहिँ यो भिडियो हेरेर बाख्रा पाल्ने विशेष गरी बाख्रा पालन किसानहरूले चाहिँ यो भिडियो हेरेर यो जति सक्दो चाहिँ यो भिडियोलाई चाहिँ यो खोरको नमुनाहरू चाहिँ जति सक्दो चाहिँ शेयर गरिदिनु होला भन्न चाहन्छु। विभिन्न प्रकारका खोरहरू रहेका छन्। यहाँ थरीका खोरहरू रहेका छन्। यहाँ विभिन्न प्रकारका है। त्यसपछि यहाँ डिजाइनिङ खोरको डिजाइनिङहरू पनि रहेको छ। त्यसपछि गएर हामीहरू अहिले यो चाहिँ अलिक पुरानो मोडलको खोरहरू रहेको छ। यसको ठ्याक्क डिजाइनिङ खोरको डिजाइनिङ राम्रो छ। उहाँहरूले चाहिँ अहिले साइलेज खुवाउनु हुनेछ। यहाँबाट यहाँ उता जाने ठाउँ छ। त्यसपछि गएर यहाँ बाख्रा ठ्याक्क यसको कम्पाउन्ड रहेको छ। यहाँ बाख्राहरूको लागि यहाँ थरी धेरै जातका बोरहरू रहेका छन्। यहाँ यस्तो सिधै छ। खोरको डिजाइनिङ गरिरहेको छ। यो खोर पनि छ है। यो 17 सालमा बनाएको खोर हो। त्यो खोर है कति वर्ष भयो होला? 17 न त 17 साल हो यस्तो भयो। 65-67 वर्ष 67 वर्ष हो हैन? हो। जर्मनले बनाएको। जापान सरकारले जर्मनले। ओ राम्रो बनायो है। त्यो बेला यस्तो थियो भने यो अनि चेन्ज गरेको छैन सर? यो हैन, त्यो फैलाएर त चेन्ज गर्नु पर्यो। यो अरु यो माथिको यो कमरा त बस्छ। ओहो, यो छदै चाहिँ स्किन मात्रै चाहियो परा। ए मैले फर्मको सही दिइरहेको छु। तपाईलाई मैले बाख्रा पाल्दाखेरि कम्तीमा चाहिँ यो कम्पाउन्डको घेरामा राखेर चाहिँ बाख्रा पालन गर्नु होला। अनि टिपिङ सेटमा चाहिँ गइरहेको छु। तपाईलाई बाख्रा एकदम अवस्था हेरेर है बाख्राको सबै चाहिँ बाख्रा चाहिँ हामीहरूले चाहिँ लथालिङै पालेका हुन्छौँ, तर त्यस्तै पाल्नु हुँदैन। विभिन्न प्रकारको बाख्राहरूलाई परजीवी पनि भइरहेको हुन्छ है। परजीवी भएको कारणले हामीले चाहिँ बाख्रालाई बाह्य परजीवीबाट बचाउनको लागि चाहिँ डिपिङ गर्न सक्छौँ। सम्पूर्णहरूले यहाँ चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ बाख्राहरू गएर चाहिँ अनि यताबाट चाहिँ झरेर यहाँबाट झरेर चाहिँ यसरी यता निक्लिने हुन्छ। तर सम्पूर्ण घर गाउँका किसानहरूमा चाहिँ यो सम्भव नभएको कारणले हजुरले एउटा ड्रमको माध्यमबाट चाहिँ डिपिङ गर्न सक्नुहुनेछ। यहाँ चाहिँ लगभग हजार सङ्ख्यामा चाहिँ बाख्रा रहेका छन्। त्यही भएर किसानहरूले चाहिँ व्यावसायिक रूपमा पाल्नुहुन्छ भने सबैले चाहिँ पहिला सुरु घाँस चाहिँ यहाँ प्रशस्त छ। घाँस करिब चाहिँ थुप्रै छ। यहाँ चाहिँ हाम्रो 200-300 नै प्राविधिकहरू पनि हुनुहुन्छ, डाक्टर साहबहरू हुनुहुन्छ। नयाँ माध्यमबाट चाहिँ अनुसन्धान गरिरहेको छ। मैले हजुरहरूलाई बाख्राको चाहिँ
यही अन्त्य गरिरहेको छु। हजुरहरूलाई मैले यो भेडाको बारेमा पनि केही जानकारी दिन चाहन्छु। नमस्कार, फेरि पनि म नयाँ भिडियोहरू हालेर हजुरहरूलाई लगातार भेडा फार्ममा प्रवेश गरिरहेको छु। यहाँ भेडाको सङ्ख्या चाहिँ लगभग एकदम भेडाको हुन्छ, एकदम टक्क जमेर बस्ने हुनेछ। विभिन्न एरियाका सरहरूले चाहिँ यो भेडा फार्मको अवलोकन गरिरहनु भएको छ। सर हजुर कहाँबाट? म त मौतडीबाट। सर हजुर? सर कहाँबाट हजुर? सरलाईबाट। सर हजुर? म चितवनबाट है। धारिङबाट। कस्तो यो भेडा फार्मको चाहिँ कस्तो हजुरहरूको ठाउँमा पनि भेडा फार्म चाहिँ होला हैन? अनि त्यहाँको फार्म र यहाँको फार्ममा चाहिँ के अन्तर पाउनु भएको छ? राष्ट्रिय अनुसन्धान केन्द्र हो हैन? हजुर। एकदम व्यवस्थित छ, राम्रो छ। हजुर। हामीले गर्न सक्दैनौँ। हजुर। राज्यको लगानी हो नि त यो। हजुर। त्यो भएनाले यो सबैभन्दा उत्कृष्ट यो थुमा हो। हजुर। यसलाई चाहिँ बारीतिर गर्न लगाउँछ। यसले चाहिँ अनि यसलाई जिस्कायो भने यसले हान्छ, एउटाले हान्यो भने सबैले हान्छ क्या। हजुर चाहिँ कुनै एउटा स्थानीय तहमा काम गर्ने कर्मचारी हो हैन? हजुरको स्थानीय तहमा चाहिँ फर्महरू चाहिँ म्याक्सिमम होला हैन? जहाँसम्म छन् नि त। म्याक्सिमम हजुरहरूले उहाँहरू किसानहरूलाई पनि यस्तै दिने सल्लाह दिनुहुन्छ कि के छ? हामीसँग 150-200 भेडा छन्। हामीसँग यही कागे भेडा हो। हजुर हजुर। हामीसँग खासै धेरै भेडा छैनन्, तैपनि यो भेडाको एकदम महत्त्व धेरै छ। यसको रङ काट्न मिल्ने, यो सिरानी बनाउने, यसको तकिया बनाउने यस्तो कुराहरू हुन्छ नि। हजुर। यो विशेषताको हिसाबले पनि गाउँमा एकदमै काम लाग्छ। हजुर। दोस्रो कुरा यो पञ्चबली दिने भने हाम्रो संस्कार हिन्दू धर्म परम्परामा छ नि। यो पञ्चबली दिने यस्तो कुराहरूमा चाहिँ यसको यो कागे भेडाको अनिवार्य प्रयोग गर्ने हुन्छ। त्यो भएर यसको महत्त्व यसको एकदम राम्रो छ। सर धन्यवाद। हजुरले चाहिँ यो हाम्रो फर्मको बारेमा चाहिँ धेरै राम्रो चाहिँ जिज्ञासा दिनुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। अबै पनि नयाँ छ नि, म अरू साथीहरूसँग चाहिँ यो फर्मको बारेमा बुझ्न चाहन्छु। हस् सर, धन्यवाद, नमस्कार। सम्पूर्ण बाख्रा पालन किसानहरूले चाहिँ बाख्रा मात्रै पालेर चाहिँ हुँदैन, यी घाँस ल्याउनु। घाँसको करिब कति छ, कति घाँस है। यहाँ सिजनेबल घाँसहरू, जोइ घाँस, भेजहरू टाक सबै व्यवस्था। यो चाहिँ दाना स्टोर, यहाँ हाम्रो यो फर्ममा दाना पनि यहीँ बन्ने छ। दानाको कम्पनी रहेको छ यो चाहिँ। घाँस खेतीको लागि यहाँ चाहिँ सिजनेबल घाँसहरू, जोइ घाँसहरू प्लटिङमा लगाइरहेका छौँ। सम्पूर्ण किसानहरूलाई म के आग्रह गर्छु भन्दाखेरि, पहिला सुरु घाँसको व्यवस्थापन छैन भने चाहिँ बाख्रा पालन नगर्नुहोस् भनेर मैले सल्लाह दिन चाहन्छु। घाँसको लागि घाँस चाहिँ धेरै राम्रो पनि रहेको छ। सम्पूर्ण किसान वर्गहरूमा नमस्कार। आज चाहिँ म प्रजनन अनुसन्धान केन्द्र पोखराको हजुरहरूलाई यो बाख्रा पालन किसानहरूलाई विशेष गरी आज चाहिँ यो बोयर बाख्राको फर्ममा आएर चाहिँ कस्तो छ बाख्रा पाल्नेको चाहिँ लगभग सबै दर्काले यो बिहानको समयमा पनि बाख्राको चाहिँ मोटाइ चाहिँ कमै छैन, सम्पूर्णको बराबर छ। अलिक कम चाहिँ यो रहेछ।